नमस्ते सबैहरूलाई। म चाहिँ धेरै पछि दुबई आएको छु। मौसम चिसो चिसो छ र दुबईले खोजे जस्तै मौसम बनिरहेको छ। चिसो, घमाइलो, रमाइलो देख्न सक्नुहुन्छ। यत्रतत्र छरिएर बस्नुभएका सम्पूर्ण नेपालीहरू मिठो धुनमा आफ्नै रहरहरू बटुल्दै हुनुहुन्छ र म पनि यही भिडमा आज एक्लै सफर गरेको, साथीहरू थिएनन्, तर रमाइलो लागिरहेको छ। केही बेरमा हाम्रो क्लब SK7मा सो हुँदैछ। नेपालबाट एक चर्चित कलाकार आउनुभएको छ र म पनि हाम्रो इनास अबुधाबी अथवा दुबईको एउटा टिममा चाहिँ जोइन हुनको लागि यसो आएको थिएँ र आशा गर्छु केही बेरमा त्यो सो हुन्छ र म गएर चाहिँ यसो पार्टिसिपेट गरेर चाहिँ आजको दिनलाई केही रौनक गर्ने कोसिस गर्नेछु र मेरो ब्लगमा भइराख्नु होला है त।